फ्युसियामा चाहिँ कोपिलाहरू लाग्नु थालेको छ। अबको 1 महिना बादमा चाहिँ यसमा ढकमक्क फुलहरू फुलिरहेको हुन्छ र यदि तपाईँहरूले पनि आफ्नो फ्युसियाको प्लान्टमा चाहिँ धेरैभन्दा धेरै फुल फुलाउन चाहनुहुन्छ भने चाहिँ अहिले यसलाई कसरी केयर गर्नु आउनुहोस् जानिराखौँ। मध्य दिनको चर्को घामले नभेट्ने जग्गामा राख्नुहोस्, तर बिहान पाखाको अथवा बेलुकी पाखाको घाम चाहिँ यसले पाओस्। प्लान्टहरू बुसी बनाउनु हो भने, धेरै फुल फुलाउनु हो भने धेरै हाँगाहरू चाहिन्छ, त्यसै कारणले समयमा नै प्रुनिङ गरेको हुनुपर्छ। तपाईँहरूले पनि अवश्य नै समयमा नै प्रुनिङ गर्नुभएको थियो। हामीले भिडियो बनाएर आफ्नो च्यानलमा राखेका थियौँ कसरी प्रुनिङ गर्नु, कहिले प्रुनिङ गर्नु भनेर। यदि तपाईँहरूको एरियाको टेम्परेचर चाहिँ 25 डिग्री सेल्सियस भन्दा कम्ती छ भने चाहिँ 15 दिनमा एकचोटि पिनाको झोल दिनुहोस्। यदि 25 डिग्री भन्दा माथि छ भने चाहिँ तपाईँले एनपिके को प्रयोग गर्नु सक्नुहुन्छ, जसमा फस्फरसको मात्रा चाहिँ अलिकति बेसी होस्। यसरी नयाँ पाउला आउनु थालेपछि चाहिँ एकपल्ट तपाईँले एउटा बोटमा चाहिँ आधा चम्ची डिएपी र आधा चम्ची बोन मिल पनि मिलाइदिनुहोस्। यो काम चाहिँ घरिघरि गरिरहनु परेन। पानी दिँदाखेरि चाहिँ यसको माटो मिश्रण चाहिँ राम्रो सुकेको हुनुपर्छ। 2 इन्ची जस्तो माटो मिश्रण सुकेपछि चाहिँ तपाईँले यसलाई पानी दिनुहोस्। पानी दिँदाखेरि चाहिँ कि चाहिँ बिहान पाखा दिनुहोस् कि चाहिँ साँझ पाखा दिनुहोस्। यति काम मात्रै गरेर हेर्नुहोस् फ्युसियामा। त्यसको बादमा चाहिँ तपाईँले 1 महिनामा रिजल्ट आफै थाहा पाउनुहुन्छ। यस्तै जानकारीको निम्ति हेर्दै गर्नुहोस् हाम्रो फुलबारी।